नमस्ते सबैजनालाई। आज चाहिँ म यो मोनोको माइक्रोफोन अडियो रेकर्ड गर्नको लागि मगाएको थिएँ। यसको अनबक्सिङ गरेर हजुरहरूलाई देखाउँदैछु। यो चाहिँ मैले एमाजोनबाट किनेको। सिपिङ चाहिँ युकेबाट हुँदो रहेछ। युके एमाजोनबाट सिपिङ गरेर यहाँ दुबई पठाउँदो रहेछ। यो चाहिँ अहिले रेकर्ड गरेको भोइस यही माइकबाट रेकर्ड गरेको। मलाई चाहिँ राम्रो लाग्यो। बाहिरको नोइज चाहिँ केही पनि नआउँदो रहेछ। लामो हुँदो रहेछ। अलि टाढा बसेर पनि बोल्न मिल्ने। एउटा चाहिँ छोटो हुँदो रहेछ। दुईटा कनेक्सन गर्न नि मिल्यो। छोटो मात्रै चलाउँछु भन्दा नि मिल्ने खालको हुँदो रहेछ है। अब हेरौँ भ्लगिङ गर्दा कस्तो आउँछ। यो चाहिँ मोनो AU403 मोडलको रहेछ। पुरानै मोडलको होला सायद। मलाई चाहिँ ब्लगिङ गर्दाखेरि हेलमेटभित्र हाल्नको लागि चाहिएको थियो। यो राम्रो हुन्छ भनेर मैले युट्युबमा हेरेर मगाएको हो। यो चाहिँ दुबईमा चाहिँ मैले 75 दिरहममा मगाएको हो। यसको साउन्ड क्वालिटी पनि राम्रो छ भनेर चाहिँ मैले यो मगाएको हो। अब हेरौँ यसको कस्तो हुँदो रहेछ। अब आउने भ्लगिङ सबै यही माइक्रोफोनबाट हुन्छ। अनि मसँग अर्को यो K9 भन्ने ब्लुटुथ वाला माइक्रोफोन थियो। यसको चाहिँ साउन्ड राम्रो नआउने भएर त्यो चाहिँ मैले एकचोटि युज गरेर हेरेँ। त्यसको टेस्ट गरेँ, खासै राम्रो लागेन। अनि त्यो चाहिँ मैले युजै गर्ने। अनि त्यसकै सट्टामा यो मगाएको।